रह्यो तिमी नि हो आज मन्जु जाँदै भयो हामीले केक ल्याइदिएको ल दुईजनाको तर्फबाट ल ल हिँड 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 बोकेर हिँड ल भगर मान्छे देखि हो कि तिमीलाई नि देखाउनु पर्यो नि मेरो तर्फबाट फ्ल्यास हालेर काट्नु यिनीहरूको पनि दामी रहेछ ल फोटो खिच टिका लाउन मिल्दैन गाडी यही त हो हामी जाऊ फोटो मेरो किन्थे रुनाउ न हाँसेर जाऊ सबैजना विदेश कस्तो टल्केको टल्किहाल्छ नि म जान्छु ल त मसँग जर्सी फ्लेक्स हालेको क्या तिमीहरूलाई राम्रो खिच्ने आउनु भन्छ अरू खै त नि अरू मेना जाएन मेना जाएन मेना जाएन मेना जाएन छिटो जाऊ अनि तिनजनाको खिच्नु त ल त भाइ यति मन गर म त कस्तो हो खोइ त न अरू दिदीको खिच्दै आँसु टल्के के रोइसी अलि म त नखार्छ नि छिटो गइहाल भन्नु भोलि पर्सि हुन्छ नि त सानो प्लास्टिक हो त्यसमा हाल्नु प्याक गरेर नि हाल्थ्यो नि भन्छ न भ्याउँदैन त्यो ऊहरू त्यहाँ राख्दा बाहिर राख न त राम्रो है हिस्सा आज त के भने एयरपोर्टमा हुन्छ क्या एयरपोर्टमा नरुनी भने मान्छे त कान्छी जाँदा त रोइस भने अरूलाई के भन्छ हजुर रुन भनेर मान्छे उनीहरू आफै गएर आउने सुरुमा त्यो किन छको त्यो बिग्रिनलाई भल काममा भएर यहाँ चाहिँ हाम्रो साइला पुसेको इन्टी भएको छ है जेठा पुसे भन्दा त्यही छ पहिलो किन नजाने ल्याइदिएको केक यो हामीले ल्याइदिएको केक हामीले ल्याइदिएको यो मैले ल्याएको यो उमेसीहरूले लिएर आएको हेभ द सेफ जोइन मन्जु भनेर यहाँ चाहिँ हामीले हेभ द सेफ जोइन दिदी फलफुलहरू छ केक ओ प्लेट त ठुलो भयो क्या हाम्रो सानो भाइ आउनु भयो ल ल फोटो खिच सानो भाइ सानो भाइ र पूजाले देख्नु पर्यो नि त्यहाँ केही छैन दिदीको कालो छ है फोटो खिच्नु
उता मात्रै हेरेको खालि मतिर उज्याला होस् भनेर के मासु भनेको आयो मासु फोटो खिच्नु क्या माइला पुछे अनि तपाईँ खिच्नु के जानु ल तपाईँ जानु ल अब अर्को वर्ष भने अब कति 4-5 वर्षमा फोटो खिच्न पर्छ कमसे कम मन्जु गाबेला म यस्तो रहेछ भन्न पाउँछ क्या पछि जानु फोटो खिच्न बुढो हुन्छ फेरि फोटो खिच्नु भयो अलि नजिक त बस्नु न कस्तो फोटो खिच्नुको छ तपाईँले ल्याइदिनु भएको थियो सवारी हुनुभएको छ बाउको अब नि सवारी छ बाउको होइन राम्रो छ ल अब बाउको बुढी त के सबैको खानदानी ह भन्नै पर्दैन ल अब अर्को पनि टिका लाउनु हुँदैन हामीले त बत्ती लेखाएन है खाता त हुन्छ टिका नलाइ खाता लगाइदिनु खाता त लगाइदिए हुन्छ के होइन अब भान्जाको छेउर त गरिसकेको मामाहरूले अब खाता भने लगाइदिनु भयो टिका त लगाइदिनु हुन्न होला टिका नहुन्छ अब खाता मात्र लगाइदिए हुन्छ क्या तिमीहरूले ह्याप द सेफ जोइन भन्ने नि अनि पो भ्युज र लाइक जान्छ त नि इङ्ग्लिसले गर्दा हातै तिमीले पनि यस्तो गर न आइसक्यो सबैजना अब गोब्ले हो त नि किन कहाँ गयो त ननिकाल्ने हो त्यतिखेर गरे पनि म जत्रो हुन्छ ढिलो भइसक्यो ल उल्टो भयो अर्को के छिटो बाल्न गइसक्यो त्यो हात बजायो कि बुढी बजाऊ शुभ यात्रा होइन नमारिनु हुन्छ छोड्दै त्यतिकै काट्दै अब शुभ साइडमा अब के पुग्ने भन् नपुग्दै के छोड्दै तँचेको चलेन त बत्ती मरेन क्या छोड्दै राम्रो हुन्छ भने होइन हट्नु न हो खाट्नु यहाँ भिडियो बनाउनु ल खाता होइन खाने क्या अहिले खुवाउने हो भने थोरै त भन्यो नि सुन्दैन यो पागल नि त हुन्छ तेरो तर के छैन यी मेरो बाउ यही छ तेरो बाउलाई बोलाउने फोन गरेर राख्नु के भन्छ यसले ल मामा फर्नु त त्यसपछि म
तपाईँ जानु न अब छोड त नानी मैले भिडियो बनाउँछु टिका लाउनु भएन है खाता मात्र लगाइदेऊ केक त खाइदिनु न भयो सबको पालो आउँदैछ अब सबको पुसेका हो त बसिकालीको बर्थडे मनाउने अब त के गर्नु भयो अब त विदेश जान सकेन नेपालमै बस्ने बर्थडे मनाउने बस्ने हो म त केही होइन अरू फुलको स्याउ दिन त हुन्छ नि इङ्ग्लिस आउँछ नि भिडियो बनाउँदैछु चुप लगाइले ल ल मन्जु राम्रोसँग जाने ख्याल राख्ने छोरालाई नि माया गर्नु धेरै मलाई नि बेला बेलामा फोन गर्दै गर फोन गर्ने फोन गर्दा उठाउने भन् सीमाको बेलामा त भाइ काजै गरी के गाउँथ्यो है ल राम्रोसँग जाने हाम्रो पालो आउँदैछ बिस्तारै यहाँबाट त बुढाबुढी मात्र उहाँबाट मात्र साथी त यहाँबाट त कोही पनि छैन यो खाता सकेसम्म त बुढोलाई फिर्ता दिने आफैले विदेशमा लाने त्यहाँ खल्तीमा हालेर हिँड्ने झोलामा यो नेपालै फर्काउने होइन विदेशै लाने ल कसको पालो हो जा ठुल भाइ सानो भाइ को जा देवी खोला चाहिँ छिटो जा ल पुसे जानु माला माला पुसे कि साला पुसे के हो भन्नु नि धेरै पनि होइन त्यसो छुसुस खायो नि हुन्छ धेरै चिसो लाग्छ कान्छीको जस्तो च्याप्पै घाँटी बस्ला है एयरपोर्टमा चाहिँ गइरहेको छ स्याउ गइरहेको मैले उहाँ लाएर तातो पानी होइन र बोतलमा सानो बोतल किनेर पठाइदिएर त्यसलाई बोलीले नआएर जाहो सबैजना विदेश जा अब हामी मात्र नेपालमा अब हामीले त पैसा ल्याएन त खाता मात्र ल्याएर दिदी हामीले त पैसा ल्याएन त खाता मात्र ल्याएर कस्तो मैले पाँदैन कसले पाँदैन तर मैले पाँदा चाहिँ होइन एकछिन नखा के कति चलाएको कस्तो गर्नु चाहिँ आफ्नो स्वास्थ्यको चाहिँ कति काम गर्यो काली भने जस्तो मलाई भने कि भनेर नि यसको मोबाइलबाट फोटो खिच्ने मेरो मोबाइलबाट भिडियो बनाउनु ल साइला पछि आउनु साइला पछि आउनु भिडियो बनाइदिएर बाबाको
यस्तै हो जिन्दगी पहिला खुवाउने होला नि है हजुर अब खुवाइदिनु न खुवाइदिनु खुवाउने कि देखाउने होला जुन खुवाइदैन हुन्छ के खुवाइदिनु जुन खुवाइदिनु हुन्छ थोरै थोरै गर्दै हुन्छ ल भयो एकचोटि खुवाइनु हुन्छ कि तीनचोटि कि एकचोटि हो ल अब देवीलाई दे राहुलले लाएन केही हुन हो पछि गएर भन्छ नि त कस्तो भयो भन्ने हुन्छ त कहाँ हाल्छु त म 2025 सालमा म यस्तो रहेछ भन्ने नि थाहा हुन्छ क्या त्यही सम्झनाको लागि भने नि भिडियो बनाउने हो कि थाहा छैन तँलाई त्यही त घरको पिल्लर बनेको जानला हात बुढा नगएको बुढी जानको म त अघि तौली लिएर ल राहुल जा खोलिने यहाँले भन् तनी अर्को न ल राहुले जा आइज लक्ष्मी त यता आइज न भिडियो बनाएर राहुल जा नानीलाई ए मोडल हो नि एक किसिमको कहाँ हाने यसले भ्याउँछ अनि लाउनु भए लगाइदियो नि त नानी अब हाम्रो सानो बहिनीको पालो छ एकदम धेरै बोल्छन् अब बिहा गरेपछि चाहिँ नरुनी रे विदेश जाँदा चाहिँ रुनी रे यो छोराको बेस्ट फ्रेन्ड हो नि लगाइदे आइफोन भन्न अझै को जानु छ पृथ्वी चोक तन जानु छ ओ तन जानु छ पृथ्वी चोक तन जानु आज म गए जाने त अब सबै कति वर्षको कति महिनाको फरकमा गयो रे कति महिना भयो रे कान्छेरीका कति महिना भयो रे 1.5 वर्षको अन्त 1.5 वर्षको पछाडि बहिनी दिएको फेरि भिसा लागेको छ अब उनीहरू जान्छन् रोमानिया मेरो भयो भने 4-5 महिनामा भेटौँला अब के छ अब त के छैन त्यो रियानहरूले पकाएको होला अब सबले के खाने तर्खरमा छ अब पहिलाको पालोको विदेश जानु भनेर के अरे पिकनिक जाँदाखेरि हड्डी अड्क्यो होइन अहिले के अड्किन्छ अड्किन्न ए तपाईँको पुछेको तपाईँको होइन
विदेश गएको अब हामी जानु सकेन यहाँ हल्का प्याकिङ गर्दैछ तपाईँको भिडियो एकदम भाइले पाइसक्यो होइन र खाइसक्यो दिइसक्यो खाऊ खाऊ के खाऊ खुसीको केक धेरै यत्रो धेरै फ्यामिलीहरू छन् यति त हैन रेडियल कान्छीले बाबु यो कालो त झन् चक्लेट हो केक खानु यहाँ पूजाले के खाएको पहिला त हटी अर्काले अहिले के गर्यो हामी सब पानी दिउँ भनेर के हजुर यो नि सबै बाँडा आएर न अलिअलि बाँड्नुपर्छ त अलिअलि बाँडै हो सानो भाइले त मामा म सबैजना पाए पाएन हात उठाऊ है थोरै पूजालाई थोरै हाल त यो कस्तो ए अँ साइलीले थोरै हाल न केक खाना लागेको यहाँ लक्ष्मी छ यहाँ हाम्रो देवी छ हट भएर बस्यो भिडियो बना न ल सबले खानामा त यो चाहिँ खर्च यो मिठो रहेछ माग खुला न तेरो केक मिठो छ है ठिकै छ मिठो काठमाडौँ बेकरीबाट मिठो बाउ 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 ए बाउ दिदीले चाटी चाटी खानु साथीको जाँदाखेरि गोरा आएको भाइ ल पूजा यता हेर हालत खराब भयो माथिल्लो तलामा उक्लिसके पछाडि त्यहाँनिर ल भर यहाँ के गर्न जान लाग्यो भन्छ त्यहाँनिर चाहिँ त भर्ने बेलामा हो त्यो भर्ने बेला चाहिँ एयरपोर्टमा भर्ने बेला के को लागि भनेर हामीलाई सोध्छ के अरे सोधेर भर्न लाउँछौँ हामी के भर्ने सर भनेर यस्तो गर नि त त्यो दुईटा मात्रै लाउ न त्यो अफिसमा चाहिँ त के अरे उ गरिदियो है सोध है के भएर होइन उतैतिर अनि यस्तो भन्नु हामीले चाहिँ के गर्नुपर्छ सर कस्तो गर्नुपर्छ के हुन्छ भनेर सबै रोमान्या अब अमेरिका अस्ट्रेलिया जाने चाहिँ कुन कुन हुन्छ अब युके सामानहरू सबै सम्झेर लिएको है फेरि अलिपछि फर्केर आउनु मिल्दैन हामी बाई बाई भनिदिनुहोस् कहाँ आउँदैछ नाइ अब गयो माथि पछाडि राख न अन्त तपाईँ जानु तपाईँ जानु म पनि त्यहाँ तन जानु जा तन जाने त जाने बाउ जाने भन्दा सक्यो कि ज्वाइँ पनि भेटेर आउने एउटा ज्वाइँले किन यहाँ ससुरालाई भेट्नु पर्ने हो अगाडि पनि म पछाडि बस्छु तपाईँ जान्छ के गर्छ कि म जानु स्कुटरमा लिएर जान्छु गाउँले म तिर्न हालेँ नि जान्न म स्कुटरमा लिएर जान्छु
लक्ष्मी दिदी पनि जानु आइज आइज ल म काठमा पुग्छु सुपरमा आइज सुपरमा आइज दिनु हुँदैन लक्ष्मी दिदी जाने मिल्छ क्या आउनु जानु तपाईँ जान्ला हो र आइज जानु भयो एकजना अट्छ आऊ भाइ के गर्नु राहुलले जानु खोज्यो होइन खोइ राहुल लक्ष्मी दिदी आउनु फर्किने बेलामा आउनु होला नि त उतै गाडीमा चल जाने उतै गाडीमा बस्नु फर्किने हुन्छ आउनु ठाम पुग्छ 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 बस का बस सेपरेट तरिकाले बस्यो अब आज थ्याङ्क यू राम्रोसँग बस्नु अब हामी लाग्यो हामी कति जान लाग्यो हामी दिदी पुरानो एयरपोर्ट पोखरा एयरपोर्ट सुमन ह्यान्डसम देख्यो यार माथिको भाइ माथिको टिकट काउन्टर भन्दा अलिकति तल ठुल भाइ स्कुटरमा गाडी तल गाडी तल छ अब हामी जानलाई भेटौँला त्यो शौचालय बीको 11 र 12 दाम कोही फोन गर्नु त त्यहाँ हुन्छ एकदिन दाजु हो मान्छे आउँदैछ भने आउने साह्रो भिडियो नगर्नु है फेरि भन्दै भिडियो तपाईँ गरेन हाम्रो आइजे यति नै होला नि अनि दम 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 कताबाट यताबाट छिर्यो भने नमस्ते भेनाजु सन्चै हुनुहुन्छ एकछिन माथि आउनु लगेज धेरै सामान त्यो हेन्ड्रेड पनि अहिले यता अबेला भइसक्यो के गर्दा हो र त छल्लेला छ त छल्लेला के नानी छिटो नआब खोएर ब्यागले हामीलाई भने के भइरहेको मान्छे हो के ल जानु जान्छ जम्मा पामे मर्निङ वाक होइन डे वाक हामी त्यति भयो कता गए उता के गाडी आज माथि होइन म माथि गाडी भए माथि होइन कसरी चलाए आयो म त माथितिर पो गइरहेको अझै